गुड आफ्टरनुन सबैजनालाई सबैजनालाई ह्याप्पी होली। आज मेरो क्लासको पहिलो भिडियो च्यानल म रेकर्ड गर्दैछु। सो जसले यो भिडियो एटेन्ड गर्दै हुनुहुन्छ प्रोभाबल तपाईँहरूले लाइसेन्स प्रिपरेसन्स गर्दै हुनुहुन्छ या फिर गर्नेवाला हुनुहुन्छ। आई वान्ट टु से टु यु अल, लाइसेन्स प्रिपरेसन्स गर्दै गर्नुभएको जो हुनुहुन्छ नअत्तालिनु होला। इक्जामको बेला या फिर इक्जाम प्रिपरेसन्स गर्दाखेरि यतिजना मात्रै पास भयो, 25% मात्रै पास भयो, 30% मात्रै पास भयो भनेर नअत्तालिनु होला। आफ्नो चाहिँ फुल दिनुहोस्। इक्जामको बेला नअत्तालिकन क्वेसन्स पुरै पढेर एन्सर्सहरू पुरै लेख्नुहोस् होला है, पास हुने चान्सेस बढ्छ। सो हामी आज धेरै क्वेसन्स होइन, प्रोभाबल 5 to 10 क्वेसन्सहरू डिस्कस गर्छौँ। I won't say those all are a probable questions. यिनीहरू भनेको past क्वेसन्सहरू हो। सो टेक अ टाइम र ध्यान दिएर सुनिदिनु होला। सो फर्स्ट क्वेसन्स यहाँ स्क्रिनमा तपाईँहरूले देखिरहनु भएको छ। इट्स अ ओरल कन्ट्रासेप्टिभ फेलियर इन रिफर्मेसन थेरापी इज ड्यू टु भनेर सोधेको छ है। यो भनेको चाहिँ ओरल कन्ट्रासेप्टिभ खाँदाखेरि चाहिँ इफ वी आर टेकिङ रिफर्मेसन अल्सो सँगसँगै खाँदाखेरि चाहिँ ओरल कन्ट्रासेप्टिभको काम चाहिँ किन फेल हुन्छ भनेको छ है क्वेसनले। त्यो के होला? हामीले फार्माकोलोजीमा पढ्नुभएको होला, इन्जाइम इन्ड्युसर एन्ड द इन्जाइम इन्हिबिटर। सो इन द्याट रिफर्मेसन इज अ इन्जाइम इन्ड्युसर। इन्जाइम इन्ड्युसर भनेको तपाईँको बडीमा यो दबाई खाएपछि हजुरहरूको बडीबाट निस्किने जुन इन्जाइम हुन्छ हो त्यसको लेभल चाहिँ बढाइदिन्छ हो। त्यो इन्जाइमको काम चाहिँ के हो भन्दाखेरि बडीमा यसले चाहिँ मेटाबोलिजमहरू, हाम्रो जति पनि खाएको चिजहरू मेटाबोलिजम प्रोसेसहरू हुन्छ त्यसले इन्जाइमले गर्दाखेरि चाहिँ मेटाबोलिजमहरू हुन्छ। सो it will increase the metabolism of an oral contraceptive pills है। so correct answer is increase the metabolism. So another question हेरौँ है। For the manufacturing of an aseptical preparations in pharmaceutical preparations है, which grade of an cleanliness WHO GMP को गाइडलाइन अनुसार एसेप्टिकल प्रिपरेसन्सको एसेप्टिकल रुमको ग्रेड, क्लिनिनेसको ग्रेड चाहिँ कति हुनुपर्छ भनेको छ है। यसमा के हुन्छ भने ए ग्रेडमा तपाईँको एसेप्टिकल प्रिपरेसन्सहरू क्लिन गरिन्छ, बी ग्रेडमा अरू नै गरिन्छ, सीमा कोरिडोरहरू, डीमा अरू गरिन्छ, प्याकिङहरू गरिन्छ। सो यु हेभ टु नो है कुन ग्रेडमा हामीले कुन काइन्ड अफ प्रिपरेसन्स गरिन्छ र कुन ग्रेडमा कुन खालको प्रोसेसहरू गरिन्छ भनेर। So in that, the correct answer is A है। किन भन्दाखेरि you look at those options. ग्रेड ए भनेको हाईली स्टरलाइज जोन हो है। ग्रेड बी भनेको कोरिडोर एरियाहरूमा भनिन्छ। ग्रेड सी भनेको लेस क्रिटिकल प्रिपरेसन्सहरूलाई चाहिँ हामी ग्रेड सीमा राख्छौँ र ग्रेड डी भनेको जेनरल क्लिननेस एरियाहरू हो। ग्रेड डी भनेको तपाईँको प्याकिङ एरिया पनि भनिन्छ है। So question number 3, what does OD stand for है? OD भनेको we all know it's a once a day. अब यहाँ अरू अप्सन्स हेरौँ है। 3 times a day भनेर तपाईँलाई TID भनिन्छ, 2 times a day भनेपछि BID भनिन्छ है, once a day भनेपछि OD भनिन्छ। 4 नम्बरको हेरौँ है क्वेसन्स। Absorptions of an oral iron preparations can be facilitated by a co-administrations भनेको छ। एब्जर्प्सन, अब यो क्वेसनले के भनेको भन्दाखेरि आइरनको प्रिपरेसन, जस्तै तपाईँको आइरन ट्याब्लेटहरू भयो, त्यो ट्याब्लेटको एब्जर्प्सन चाहिँ कुन चाहिँ ड्रगले कुन चाहिँ सँगसँगै खाँदाखेरि चाहिँ एब्जर्प्सन चाहिँ एकदम फास्ट हुन्छ भनेको छ है। अब यहाँ हेर्नु, एन्टासिड, टेट्रासाइक्लिन, फोस्फेट, यिनीहरू चाहिँ के हो भन्दाखेरि इट विल क्रिएट अ कम्प्लेक्स विथ द मेटल है। तपाईँहरूले पढ्नु भएको होला, आइरनले, टेट्रासाइक्लिनले, फोस्फेटले कम्प्लेक्स विथ द मेटल्स,
त्यसले कम्प्लेक्स भयो भने के हुन्छ, एउटा कम्प्लेक्स आइटम भन्छ, त्यो इजिली एब्जर्ब हुँदैन बडीबाट है, एब्जर्ब हुँदैन। सो क्वेसनले के सोधेको छ, एब्जर्ब छिटो हुने कुरा सोधेको छ है। सो एस्कर्बिक एसिड, एस्कर्बिक एसिड के हो, भिटामिन सी पनि हो। सो भिटामिन सी विल फेसिलेट द आइरन एब्जर्प्सन्स है। सो वीर हस्पिटल वाज स्टाब्लिज इन भनेर सोधेको छ है। सो यु अल नो वीर हस्पिटल इज स्टाब्लिज इन 1947 विक्रम सम्मत र 1947 विक्रम सम्मत। एन्ड समटाइम दे विल से लाइक तपाईँको अप्सन्समा के हुन्छ भने 1889 हुन्छ, या फिर कुनै कुनै अप्सन्समा 1890 हुन्छ है अप्सन्समा, यो एडीको। सो अप्सन्समा इफ यु गेट 1889 द्याट इज द करेक्ट एन्सर। इफ यु त्यो अप्सन्समा तपाईँको 1889 छैन भने डाइरेक्टली 1890 टिक लगाइदिनुहोस् होला है। 6 नम्बरको क्वेसन्स, द हेल्थ केयर प्रोभाइडर in a community for a people making a initial approach to a medical practitioner or a clinical for the advice of the treatment or the treatment भनेको चाहिँ के भनेको भन्दाखेरि कुनै पनि पिपलले पहिलोचोटि भेट हुँदाखेरि कुन चाहिँ मेडिकल प्र्याक्टिसनरको एप्रोचमा जान्छ भनेको छ है। फर्स्ट लाइन अफ ट्रिटमेन्ट, फर्स्ट लाइन अफ एन पिपल मिटिङ फर द मेडिकल फेसिलिटिज भनेको है क्वेसनले। त्यो भनेको चाहिँ हाम्रो वी अल नो हाम्रो प्राइमेरी हेल्थ केयर भनेको चाहिँ है फर्स्ट लाइन अफ इन पिपल मिटिङ फर द हेल्थ फेसिलिटिज हो है। त्यस्तैमा यो टर्सरी र सेकेन्डरीमा चाहिँ धेरै मान्छेहरूले कन्फ्युज हुन्छ, टर्सरी भनेको के हो, सेकेन्डरीमा पनि त्यही फेसिलिटिजहरू हुन्छ भनेको। सेकेन्डरीमा प्राइमेरीबाट रेफर हुने भनेको सेकेन्डरीमा हो। सेकेन्डरी भनेको स्पेसलाइज सर्भिसहरू हुन्छ है, तपाईँको प्रपर ट्रिटमेन्टहरू, आइसियु ट्रिटमेन्टहरूदेखि लिएर तपाईँको अपरेसन ट्रिटमेन्टहरू पनि सेकेन्डरीमा हुन्छ। तर टर्सरी भनेको सुपर स्पेसलाइज हस्पिटल्सहरू हो है। सुपर स्पेसलाइज भन्दाखेरि तपाईँको फर इक्जाम्पल अर्गन ट्रान्सप्लान्ट हस्पिटल्स है, अनि मुटु रोगको मात्र हस्पिटल्सहरू, त्यस्तोलाई चाहिँ सुपर स्पेसलाइज टर्सरी केयर हस्पिटल भनिन्छ है। एन्ड रेफरल केयर भनेको इट्स जस्ट अ अप्सन्स हियर। रेफरल केयर भनेको मेजरली रेफरल सर्भिसहरू कि प्राइमेरीबाट सेकेन्डरीमा जान्छ, सेकेन्डरीबाट टर्सरीमा जान्छ है। 7 को के भनेको छ भन्दाखेरि द फर्म अफ एन इकोनोमिक एनालाइसिस द्याट कम्पेयर द रिलेटिभ कस्ट अफ एन आउटकम अफ 2 or more कोर्स अफ एन एक्सन्स भनेको छ। इकोनोमिक एनालाइसिसको लागि के हुनुपर्छ भनेको छ है। अब यहाँ अप्सन्समा के हुन्छ, कस्ट अफ इलनेस। कस्ट अफ इलनेस भनेको रिलेटिभ आउटकम अफ एन कोर्स अफ द एक्सन्सको त कुरै आउँदैन नि त। अब मलाई इलनेस भयो, मलाई कस्ट लाग्यो, त्यो त मसँग डाइरेक्ट कस्ट मात्रै क्यालकुलेट हुन्छ। सो कस्ट अफ एन इफेक्टिभ एनालाइसिस भनेको चाहिँ तपाईँको इकोनोमिक इभ्यालुएसन गर्छ, कम्पेरेटिभ रिलेटिभ कस्टहरूको सबै हेल्थ आउटकमहरूसँग चाहिँ एनालाइसिस गर्छ है, इफेक्टिभ एनालाइसिस। अनि कस्ट अफ बेनिफिट भनेको इट्स नट रिलेटेड टु अ इकोनोमिक एनालाइसिस। बेनिफिटसँग त कुरै भएन नि हेल्थ एनालाइसिसमा, जब पैसा खर्च भइरहेको छ कस्ट अफ बेनिफिट त आउँदैन नि। कस्ट अफ बेनिफिट भनेको तपाईँको हेल्थ एप्रोप्रिएटनेससँग जाने भयो है। कस्ट अफ युटिलिटी भनेको चाहिँ के हो भन्दाखेरि लाइक इट विल मेजरली एनालाइज द क्वालिटी एडजस्टेड लाइफ इयरहरू चाहिँ मेजर गर्छ है। क्वेसन्समा सोधेको छ इफ दे आस्क एनिथिङ रिलेटेड टु क्वालिटी एडजस्टेड life year, then you can choose these options. Or else if they are asking about the economic analysis relative to the relative cost and outcome, त्यो चाहिँ भनेको तपाईहरुको इफेक्टिभ एनालाइसिस हुन्छ है। अब 8 नम्बरको क्वेशन्स हेरौँ है। इट्स नट ट्रिकी। The scientific discipline that compare the value of a pharmaceutical drug to a drug therapy of another is defined as भनेको छ है। यहाँ के भनेको छ, भ्यालु
भ्यालु अफ अ फार्मास्युटिकल ड्रग भनेको छ है, भ्यालु अफ अ फार्मास्युटिकल ड्रग थेरापी भनेको छ। भनेको तपाईँको फर इक्जाम्पल तपाईँले एउटा दोकानबाट पिसिएम लिएर आउनुभयो, अर्को दोकानबाट पनि पिसिएम लिएर आउनुभयो, एउटा दोकानमा कति पर्यो र अर्को दोकानमा कति पर्यो भनेको त्यो एनालाइसिस गरेको हो है। हो त्यसलाई भन्छ फार्माको एनालाइसिस, फार्मास्युटिकल ड्रग्सको कस्ट कति पर्यो भनेर एनालाइसिस गर्ने है, त्यो भनेको फार्मेको इकोनोमिक। फार्मिक इकोनोमिक भन्दाखेरि सिम्पल भन्दाखेरि मेजरली योले चाहिँ के गर्छ भने डक्टरहरूले इकोनोमिक रूपमा लाइक जेनेरिक मेडिसिन्स या फिर अलिक कस्ट इफेक्टिभ मेडिसिन्सहरू चाहिँ पेसेन्टलाई दिनुपर्छ, सो द्याट पेसेन्ट विल गेट एडरेन्ट। भनेको त पेसेन्ट चाहिँ त्यो दबाई खाइरहने बानी लाग्छोस्, खाइरहोस्, उसले बिचमा पैसा पुगेन भनेर खानु नछोडोस् भनेर चाहिँ वी इन्ट्रोड्युस द टर्म द्याट नोन एज फार्माको इकोनोमिक है। वी अल नो फार्माकोकाइनेटिक भनेको ड्रग हाम्रो बडीमा के गर्छ, हाम्रो बडीले ड्रगलाई के गर्छ, डाइनेमिक भयो। फार्माकोजेनोमिक भनेको चाहिँ यो एउटा नयाँ टर्मिनोलोजी, नयाँ मार्केटमा आउँदै गरेको हो, जसमा चाहिँ तपाईँको जेनेटिक रूपमा एनालाइसिस गरेर, तपाईँको जिनको रिड गरेर, तपाईँको ब्याक्टेरियल इन्फेक्सन्स या फिर क्रोनिक इन्फेक्सन्स के भइरहेको छ त्यसमा तपाईँको जिनको एनालाइसिस गरेर तपाईँलाई कति डोज, कति मात्रामा दिने ट्रिटमेन्ट भन्ने नयाँ कन्सेप्ट हो है फार्माकोजेनोमिक भनेको। द कुल टेम्परेचर इन अ स्टोरेज प्र्याक्टिस भनेको चाहिँ के हो भन्दाखेरि कुल टेम्परेचर, तपाईँहरू कन्फ्युज नहुनु होला, देयर इज टु टाइप्स अफ टेम्परेचर। तपाईँको कुल टेम्परेचर भनेर क्वेसन आउन सक्छ कहिलेकाहीँ, कोल्ड टेम्परेचर भनेर क्वेसन आउन सक्छ। तपाईँको 8 to 6 भन्यो भने कोल्ड टेम्परेचर हो, कुल टेम्परेचर भन्यो भने चाहिँ 8 to 25 डिग्री सेल्सियस हो है। The inventory control that count criticality of items and effect on the functioning of initiations is भनेको छ है। अब के हो भन्दाखेरि इन्भेन्टरी कन्ट्रोल क्राइटेरियाहरू के हो है, क्रिटिकलिटी अफ आइटम्स। हाम्रो इन्भेन्टरी भनेको तपाईँको फार्मेसीमा तपाईँले राखेको दबाईदेखि लिएर तपाईँको नन फार्मास्युटिकल प्रडक्टहरू लाइक न्यापकिनहरूदेखि लिएर के हुन्छ हो, त्यो सबै एनालाइसिस चाहिँ कुन कुन क्राइटेरियाबाट गर्नुहुन्छ, कसरी फङ्सनिङ गर्नुहुन्छ इन्स्टिट्युटमा भनेको छ है। यसमा तपाईँको सबै पर्छ, एबिसी एनालाइसिस, एबिसी भनेको अलवेज बेटर कन्ट्रोल, बिइडी भनेको भाइटल एसेन्सियल एन्ड डिजायरेबल, स्टक भेरिफिकेसन भनेको तपाईँको स्टकहरू जति आइरहेको छ तपाईँले कति क्यालकुलेट गरिरहनु भएको छ, कति आउटकम भइरहेको छ हो, त्यो सबै भेरिफिकेसन्सहरू, त्यो सबै क्यालकुलेसन्सहरू भनेको इन्भेन्टरी कन्ट्रोलमा आउँछ है। The major role of in selections of a drug in a hospital is played by भनेको चाहिँ 11 नम्बरको। सो यसमा कन्फ्युज नभइकन डाइरेक्ट भनेको तपाईँको ड्रग एन्ड थेरापेटिक कमिटी है, डिटिसी या फिर पिटिसी भनेर आउँछ। पिटिसी र डिटिसीमा कन्फ्युज नहुनु होला, पिटिसी र डिटिसी भनेको एउटै हो। फार्मेसी एन्ड थेरापेटिक कमिटी भन्छ कसैले, कसैले ड्रग एन्ड थेरापेटिक कमिटी भन्छ। सो ड्रग हस्पिटलमा, जुनै पनि हस्पिटलमा, ठुल्ठुलो हस्पिटलमा इफ दे हेभ टु ब्रिङ कस्तो कस्तो खालके ड्रग्सहरू हस्पिटलमा राख्ने भन्ने छ भने चाहिँ डिटिसी बलले काम गर्छ है। पेसेन्ट काउन्सिलिङ डज नट कन्टेन द फलोइङ भनेको छ। पेसेन्ट काउन्सिलिङ, अब पेसेन्ट भने काउन्सिलिङ गर्दाखेरि तपाईँले के गर्नुपर्छ र के गर्नु हुँदैन भन्ने कुराहरू हो है। अनि के भन्नुहुन्छ, अब फर्स्ट अप्सन के भनेको छ, हाउ टु टेक मेडिसिन। अब पेसेन्ट आएपछि तपाईँहरूले भन्ने कुरा आयो, यो दबाई यसरी खानु भन्ने कुरा आइहाल्यो। फर हाउ लङ, आजदेखि तपाईँ 7 दिनसम्म खानु भन्ने त कुरा आइहाल्छ। वाट टु एभोइड, के खानु के नखानु भनेर तपाईँले भनिहाल्छ। अब हाउ टु रन भन्ने त तपाईँले अप्सन्सहरू त भनिरहनु हुँदैन होला नि त होइन। अब यसरी कुद्नु, पाङ्गोटेरो गरेर कुद्नु, सिधा भएर कुद्नु त्यो त भनिरहने काम होइन नि त फार्मेसिस्टको होइन। इट्स द्याट्स अ हाउ टु रन चाहिँ, इट्स नट द काउन्सिलिङ पोइन्ट है।
साइटोटोक्सिक इन्फ्युजन डिस्पेन्सिङ निडेड अल एक्सेप्ट भनेको चाहिँ साइटोटोक्सिक इन्फ्युजन भनेको चाहिँ तपाईँको जुन क्यान्सरको लागि ट्रिटमेन्ट गर्ने दबाईहरू हुन्छ नि इन्फ्युजन भनेको आइभीमा दिने ड्रग्सहरूमा कुन कुन चिजहरू चाहिँ तपाईँले स्पेसिफिकली याद गर्नुपर्छ र कुन चाहिँ होइन भनेको छ है एक्सेप्ट भनेको छ यसमा तपाईँको के हो भने डेजिग्नेटेड एरिया हुनुपर्छ छुट्टै एरिया हुनुपर्छ प्रोटेक्टिभ क्लोथिङ पनि हुनुपर्छ किनकि साइटोटोक्सिक ड्रग हो साइटोटोक्सिक इन्फ्युजन हो त्यो एरियामा अब कुनै पनि काइन्ड अफ इन रेडियो एक्टिभ मेटेरियल्सहरू हुनसक्छ स्टोरेज रुममा है त्यही भएर प्रोटेक्टिभ क्लोथहरू लाउनु पर्यो अनि स्किल स्टाफ हुनु पर्यो अनि कम्प्युटर डेस्कटप चाहिँ इट्स नट इम्पोर्टेन्ट है द फलोइङ आर द ड्रग डिस्ट्रिब्युसन सिस्टम इन अ हस्पिटल एक्सेप्ट भनेको छ है ड्रग डिस्ट्रिब्युसन यहाँ चाहिँ धेरैको कन्फ्युजन्सहरू आइरहेको थियो अस्ति क्लास लिँदा पनि के हो भन्दाखेरि सेटेलाइट फार्मेसी युनिट डोज डिस्पेन्सिङ वार्ड स्टक फ्री फ्लोर स्टक यहाँ हेर्नु है फ्री फ्लोर स्टक भनेको तपाईँको फ्लोरमा हरेक फ्लोरमा ड्रग्सहरू चाहिँ नर्सको हातमा दिन्छ है वार्ड स्टक भनेको पनि त्यही नर्सको हातमा दिन्छ युनिट डोज डिस्पेन्सिङ भनेको तपाईँको डक्टरले प्रिस्क्राइब गरेपछि फार्मेसिस्टले यति यति डोज दिनुपर्छ भनेर त्यो डोजहरू चाहिँ क्यालकुलेट गरेर प्याक गरेर पठाइदिएको हुन्छ है तर सेटेलाइट फार्मेसी भनेको चाहिँ इट्स नट द अप्सन्स अफ एन ड्रग डिस्ट्रिब्युसन सिस्टमको पार्टमा पर्दैन सेटेलाइट फार्मेसी भनेको चाहिँ फार्मेसी हो जो चाहिँ हाम्रो हस्पिटलको डिफ्रेन्ट एरियामा लोकेटेड छ है यो चाहिँ फार्मेसी हो इट्स नट इन्क्लुडेड इन अ ड्रग डिस्ट्रिब्युसन सिस्टम ओके So, this is my first online class, not first online class with you all. Recording गरेर भिडियो बनाएर चाहिँ फर्स्ट तपाईँहरूको माझमा राखिरहेको छु तपाईँहरूलाई कस्तो लाग्छ कस्तो गाह्रो लाग्छ अप्ठ्यारो लाग्यो बुझ्नुभयो के भयो प्लिज कमेन्ट सेयर गरिदिनु होला एन्ड थप अरू इन्फर्मेटिभ भिडियोहरू आई विल बी ब्रिङ्गिङ बिस्तारी बिस्तारी हजुरहरूको माझमा ल्याउँदै जानेछु है